हेलो मेरा प्यारा प्यारा भगवान रूपी दर्शकहरू, हजुरलाई फेरि पनि आज पनि एकदम स्वागत छ। सन्चै आरामै हुनुहुन्छ होला। अनि यदि तपाईहरु ठुसुक्क ठुस्किरहेको बेलामा यो भिडियो आइपुग्यो भने पनि एकचोटि मुसुक्क मुस्कुराइदिनु होला हैन, किनकि हजुरहरुको दिन शुभ रहनेछ। र यदि हजुरहरु मुस्कुराइरहेको बेलामा यो भिडियो आइरहेको छ भने चाहिँ झन् धेरै मुस्कुराइदिनु होला हैन। त्यसले एकदम सफलता मिल्नेछ, हजुरहरुको दिन एकदम शुभ रहनेछ भन्दै आज मैले फेरि गाडीको लाइसेन्स सम्बन्धी क्वेशन लिएर आएको छु अर्को। र यहाँ पनि हजुरहरुले एकदम साथ दिनुहुनेछ भन्ने आशाका साथ म क्वेशन भन्न गइरहेको छु। कृपया ध्यान दिएर सुन्नु होला। र क्वेशन रहेको छ, क्रुमा उन्तेन्च्यु सुमा हो ओके। क्रुमा उन्तेन्च्यु सुमा हो ओके भनेको गाडी चलाइरहेको बेला मोबाइल चलाउन पाइन्छ हो र होइन होला? के हो है कमेन्ट गर्नुस् है त। गाडी चलाइरहेको बेला मोबाइल चलाउन पाइन्छ, के लाग्छ हजुरलाई? कृपया कमेन्ट गर्नुस्, म एकछिन वेट गर्नेछु। ओके, म आइपुगेँ है त साथीहरु। र कमेन्ट पनि गर्नुभयो होला भन्ने विश्वासका साथ म आन्सर भन्न गइरहेको छु। यसको आन्सर हुन्छ, भन्नुस् त के हुन्छ? थाहा छैन? ए थाहा छैन भने सुन्नुस् है साथीहरु, यसको आन्सर हुन्छ गलत अथवा बाचु। गाडी चलाइरहेको बेलामा सुमाहो चलाउन पाइँदैन। क्लियर छ नि यहाँसम्म हजुरहरुलाई? एकदम छैन भने पनि किन भनेर कमेन्ट गर्नु होला है। त्यसको आन्सर पनि म दिनेछु। अहिले आन्सर म दिन चाहिन्न किन भनेर, तर यो गलत हो भन्दै यस्तै यस्तै जानकारीमूलक भिडियोहरु हेर्न चाहनुहुन्छ भने चाहिँ अवश्य पनि हजुरहरुले फलो गरिसक्नु भएको छ होला भन्ने त मलाई लागिरहेछ। तर पनि यदि गर्नु भएको छैन, छुटेको छ भने चाहिँ अवश्य पनि फलो गर्नु होला। र यस भिडियोलाई लाइक शेयर कमेन्ट पनि गर्न नभुल्नु होला। अनि यस्तै इम्पोर्टेन्ट भिडियो अथवा जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ साथीहरु कमेन्ट है, कमेन्ट अनि फलो लाइक शेयर गर्न नभुल्नु होला। बोल्नु भयो भने त पाउनुहुन्न नि यस्तो भिडियो हेर्न। त्यसैले एकदम यो मैले भनिरहेको कुरालाई चाहिँ एकदम सिरियस लिएर जानु होला र लाइक शेयर कमेन्ट पनि गर्नु होला भन्दै म बिदा हुन चाहन्छु। हजुरहरुको दिन शुभ रहोस्। शुभ दिन। जय नेपाल।